तपाईँ त कति ज्ञानी है गुरुबा गुरुआमा। आहा तपाईँ त कति ज्ञानी है गुरुबा। आहा हजुर त कति असल है गुरुआमा। वर्ष दिनभरि पढाउनु भयो, आफैले विद्यार्थीको मूल्याङ्कन गर्न प्रश्नपत्र निर्माण गर्नुभयो, 2-3 घण्टा खटेर वार्षिक परीक्षा लिनुभयो, अनि तिनै विद्यार्थीहरूले लेखेका उत्तर पुस्तिकाहरू जाँच्नुभयो, अङ्क दिनुभयो र रिजल्ट तयार गर्नुभयो। सबै काम सकेपछि फेरि एसई पनि आयो। सरकारले दिएको निर्देशनअनुसार 3 घण्टा परीक्षामा उभिएर दैनिक 300 भत्ता बुझ्दै एसई सक्नुभयो। अब सबै काम सकिएपछि 1-2 हप्ता घरमा आराम गर्ने कि भन्ने सोच्दै हुनुहुन्थ्यो। तपाईहरूको ठुलो संस्था नेपाल शिक्षक महासङ्घले कति जायज र कति नाजायज मागहरू तेर्स्याएर सरकारलाई नै गलाउँदै सडकमै दिन ल्याउँछन् झैँ गरी नयाँ शिक्षक ऐन लिएर मात्र फर्कने भनी, नयाँ शिक्षा ऐन लिएर मात्र फर्कने भनी आन्दोलन गर्न बोलायो। तपाईँ त कति ज्ञानी है गुरुबा, हजुर त कति ज्ञानी है गुरुआमा। हजुर पनि खुरुखुरु लाग्नुभयो सडक आन्दोलनतिर। कतिको घरै उतै थियो, छोराछोरी उतै थिए, स्वास्नीको लोग्ने उतै, लोग्नेको स्वास्नी उतै थिए। गजबै गरे भन्दै लाग्नुभयो। कतिको आएको 1 त्रैमासिक नै उतै सकियो। दिनभरि घाममा उफ्रनुभयो, नाच्नुभयो, गाउनुभयो, रमाइलै गर्नुभयो। एक दिन झुक्किएर प्रहरीको लाठी पनि खानुभयो। 4 लाख छौँ भन्नुहुन्थ्यो, तर दैनिक 12-14 हजार जति जम्मा भएर उफ्रनुभयो। नयाँ शिक्षा ऐन लिएरै जाने हो भन्दै नारा घन्काउनुभयो। अस्थायीलाई स्थायी गर भन्नुभयो, राहतलाई दरबन्दी कायम गर भन्नुभयो। बाल कक्षा सहायक कर्मचारीलाई खरदार सरह र श्रेणीविहीन सरहको तलब माग्नुभयो। 1 महिनासम्म गजबले उफ्रनुभयो। सायद महिलालाई हेपेर नै होला महिला शिक्षा मन्त्रीले वार्तामा बोलाउँदा हामी त सिधै प्रधानमन्त्रीसँग वार्ता गर्ने भनेर अड्डी कस्नुभयो। के कोही शिक्षकले वार्ता गर्नुपर्छ भनेर महासङ्घलाई घचघच्याउनु भयो? के कोही शिक्षकले वार्ता गर्नुपर्छ भनेर महासङ्घलाई घचघच्याउनु भयो? तपाईँ त कति ज्ञानी है गुरुबा, हजुर त कति ज्ञानी है गुरुआमा। कसैले वार्ता नै समस्याको समाधान हो भन्नु भएन। शिक्षकलाई सबैभन्दा धेरै माया गर्ने एक महिला शिक्षा मन्त्रीलाई नैतिक सङ्कटमा पार्नुभयो र राजीनामा नै दिन विवश बनाउनुभयो। जब शिक्षकलाई तथानाम गाली गर्ने शिक्षा मन्त्री आउनुभयो र वार्ताका लागि बोलाउनुभयो, हजुरहरू झन्डै 2 दर्जनको हुल बनेर वार्ताका लागि जानुभयो। वार्तामा बस्नुभयो अनि हप्की र दब्की खाएर बेसरी डराउनुभयो। अँध्यारो अनुहार लगाउँदै नयाँ शिक्षा ऐन लिएर जान्छु भन्ने बोली फेरेर 2 दिनमै उधारो सहमति गर्नुभयो र तिनै उधारो सहमति गर्नेहरूले आजबाट शिक्षकको सडक आन्दोलन समाप्त भएको घोषणा गर्दै भोलिबाट विद्यालय सुचारू गर्न आदेश दिएपछि दुनियाँको सामु शिर निहुराएर रातारात दौडँदै घर फर्कनुभयो र विद्यालयमा पुग्नुभयो अनि हारेको अनुहार लिएर कक्षामा पस्नुभयो। हो, हारेको अनुहार लिएर कक्षामा पस्नुभयो। थाहा छ तपाईँलाई पढाउन धेरै मन छैन नै, तर पनि तपाईँ त कति ज्ञानी है गुरुबा, हजुर त कति ज्ञानी है गुरुआमा। हजुर सबै आदेश मान्नुभयो, हजुरले सबै आदेश मान्नुभयो। धन्यवाद।